चाहियो अब तारका चाहियो हैन तारमा कस्तो गर्नु चाहिन्छ असलाको सिन्दै सिन्दै चाहिन्छ 7वटा 9वटा भगिनो 5वटा हो र हाम्रो बिजुल बनाउँछ हैन असलाको अनि त्यसपछि काटेर गुड चाहिएन अनि हाम्रो देउतरलाई चाहिँ के भनेर फलाउनुहुन्छ त्यो देउतरको नाम चाहिँ के हो अब देउताको नाम चाहिँ अब त्यो मण्डल फुल सिकाउने बेलामा के भनेर फलाउनुहुन्छ हामीले कुलदेउताको नाम कुलदेउताको नाम त त्यो त मण्डल केलाई फुल सिकाउँछ त नामको देउताको नाम त छ नि देउताको नाम त त्यही त अब हामी चाहिँ अब के भनेर बुझाउनुहुन्छ होइन आफ्नो भन्नु यो भने गरिरहेको हो खिचीमा देउतालाई ल परमेश्वर हजुरको नाम के भन्नुहुन्छ मेरो त दिदी दिलीप तपाईँलाई ओ दिलीप आस्याङ भनेर बोलाउनुहुन्छ कि ओइ भनेर बोलाउनुहुन्छ त्यो भन्दा पनि अब देउताको नाम त अब तपाईँले अब मलाई सोध्नुभयो होइन तपाईँ आफै नाम त भन्नुहुन्छ होइन के होइन म हाम्रो यताको त म भन्ने पनि बानी छ नि तपाईँले अब लप्ताले त योभन्दा पहिला त देउतालाई त बुझाउनु भएको छ नि के चाहिन्छ कुन चाहिन्छ कतिको फरक रहेछ भन्ने मैले सोध्नु खोजिराखेँ लप्ताको त जुस हजुर पनि लप्ताको हो म पनि अब शान्तिले लप्ताकै भनौँ न होइन त्यही त अब हजुरको पुतो हजुरभन्दा माथिको को हुनुहुन्छ त कान्छा बाजे हुनुहुन्छ अनि हजुरले नसके उहाँले चाहिँ अब देउतालाई मण्डल के भनेर बुझाउने र देउताको नाम के हो के भनेर बुझाउनुहुन्छ तपाईँहरू अनि पछि म लास्टमा भन्छु नि देउताको नाम पनि चल्यो नि अब तब हामी ब्लोन भयो अनि अरू आएपछि आस्याङ त आस्याङ कुन आस्याङ त न थौरा आस्याङ हो न थिङ आस्याङ हो न मुक्तन आस्याङ हो होइन न स्याङ्दन आस्याङ हो आस्याङ त आस्याङ हो नि नाम त हुनु पऱ्यो नि कानी डिम्बा मैकी खोला भन्छ कि तिमीलाई कानी डिम्बा मैकी खोला थोनी डिम्बा मैकी खोला झोली डिम्बा मैकी खोला तिमीलाई हिँड जसर खोला ज्याङ्सर खोला हो हामी भन्नु त्यही त हो त्यही त हामीले भन्दाखेरि म तपाईँलाई शाब्दिक रूपमा त म सर्टकटमा भन्छु म आउँदैन होइन आगो जति भन्ने के अब त भन्नै कुरो होइन नि राम तिमीलाई कानी डिम्बा मैकी खोला झोली डिम्बा मैकी खोला झोली डिम्बा मैकी खोला तिमीलाई हिँड जसर खोला लडी मैकी खोला भनेर हामी आफ्नो कुलदेउतालाई गर्छौँ हाम्रो भ्रमको त्यही हो अनि त्यसपछि अनिखेरि रमनिम भन्ने आउँछ होइन त्यो खेरमै आउँछ त्यो खेसिङहरू गर्दै गइन्छ अब नमस्कार हजुर नमस्कार हाम्रो चाहिँ विशेष गरी ज्याङ्सर खोला हो मैले सर्टकटमा भन्थेँ है यहीँबाट राखेर भन्ने सबैतिर होइन यहाँबाट कुन ठाउँमा हाम्रो मनोरञ्जन भएको यो केही जानकारी छ जानकारी त छैन अब यसो अब भेटघाट गर्दै कुरकानी गर्दाखेरि हजुर कहाँ त भन्नु म फलाउने ठाउँ के थाहा भन्छ भ्लोन कहाँको भ्लोन भन्दा हैबुङको भन्छ भेटघाट हुँदा कुरकानी हुन्छ नि हैबुङै भन्छ अब कुन पुस्तामा जानु भएको हो त्यो हामीले त्यस्तो केही हाम्रो बाबाहरूले केही भन्नु भएको थाहा छैन है थाहा हुँदैन पहिला भनिरहेको हुँदैन यो ठाउँमा गएको है भनेर उहाँहरूले भन्दैन यहाँको दाजुभाइहरू कहाँ गएर बस्नु भएको होला पहिला अब यो ठाउँ भने त सानो ठाउँ हो पहिला हाम्रो पुर्खाले यो त बल गरेर लडाइँ खेलेर यो बसेर सबभन्दा यहाँबाट भ्लोनाएर पनि खेद्ने हिसाबले चाहिँ यहाँ भागुरो छ मैले जानु खोजेको हाम्रो यहाँ भ्लोनहरूले हाम्रो वंशावली बनेको छ हाम्रो भ्लोनको वंशावली तयार भएको छ त्यस्तो इतिहासहरू त त्यस्तो कुनै पनि जोको छैन लेखेको गरेर छैन कि राणाहरूले के गरेको छ भने अरूहरूले गरे होला मुक्तानहरूले उनीहरूले आफ्नो वंश कहाँबाट उत्पत्ति भयो त्यसै कहाँ पुगेको अहिलेसम्ममा नेपाल सरकारको अथवा देश विदेशमा उच्च ओहदामा कुन ठाउँमा के पुगेको छ त्यसको पनि लगत रेकर्ड छ कि हाम्रो यहाँ त्यस्तो छैन है छैन अब भ्लोन जाँगरको भ्लोनलाई सोधे पनि हैबुङबाटै गएको भन्नुहुन्छ कुन पुस्तकमा गएको कति पुस्तकमा गएको त्यो कुनको खलकमा गएको त्यो चाहिँ अब हामीलाई नि याद छैन
हाम्रो भ्रमको ठुम्सा नै यही हो कि हामी ठुम्सा नै यही हो। ठुम्सा पनि होइन अन्तला आएको होइन होइन त भ्रम त 3-4 खाल छ नि त्यो त थाहा 3 थाहा छ 4 4 खाल छ 4 लको पल्टे वाङबल सगु हुन्छ हैन सगु फर पनि छ हामी हामी वाङको फोर हामी वाङबल फर त भएर पनि वाङबल हो 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 अनि कुन ठाउँको आज हामी अहिले दक्षिणकाली नगरपालिका बोसन चाल्नाखेल गाविस हजुर बोसन भन्छ चोबरा भन्दा कतापट्टि हो? चोबारभन्दा पारिपट्टि चोबारको पारिपट्टि बोसन भन्ने ठाउँ हो गाउँको नाम हजुर हामीहरू कन्या ठाउँ कस्तो रहेछ त भनेर हाम्रो त अत्यन्त विषय भयो सुर्खाको ठाउँ हेरौँ भनेरै भेटौँ भनेर आएको अब मगलपुरतिरको भ्लोनाले पनि हाइकुङबाटै गएको भन्नुहुन्छ उहाँले खत्याउनु भएको छ 2-4 जना है मगलपुर हत्तेसोडे खोइ खपसे के भन्छ खोइ अब हामी चाहिँ पुगेको छैन त्यहाँको दाजुभाइहरू पनि आउनु भएको छ हजुरहरु त्यतातिरको कति गर्छ हाम्रो कति धेरै छ कति दिन भयो 20-25 घर छ ए अहिलेसम्म कुलानीहरू गरिरहनु भएको छ अहिलेसम्म गरिरहेको छ अब घट्दै घट्दै गइरहेको छ क्या यहाँ अहिले चाहिँ अब भुइँचा लाग्दाखेरि गरेको छैन हामीले। ए गरेको छैन गर्ने मैले त गर्थ्यो। गर्ने व्यवहार चाहिँ हजुर नै हो हाम्रो दाइले गर्नु आउँछ म त गर्न जान्दैन म चाहिँ बाजे हुनुहुन्छ एकजना बाजे हुनुहुन्छ म त्यस्तो दाइको बाजे चाहिँ लाप्ताको हो म त्यस्तो वरिष्ठ चाहिँ उहाँको चेला पनि उहाँ भएन वरिष्ठ को हो त भन्नु त हामी सबै वरिष्ठ हो नि वरिष्ठ भन्दा सेवे में लैलो तुम त चाम्चे सेवे या थिम भनेर भनेर अब बाबुले गरेको रीतिरिवाज उहाँले गरेको उहाँले जे जे गरिरहेको छ त्यो हामी पछि बसेर उहाँहरू बितेपछि उहाँहरू ठाउँमा बसेर हामी गरिरहेको त नि बाउबाजे गरेको ठिम चाहिँ हामीले गरिरहेको हो तर वरिष्ठ कोही पनि होइन अनि जानेर गऱ्यो होइन कि सिको लिएर बाउबाजेले जे जे गर्छ बाउबाजेले हाले जोतेपछि हामीले हाले जोत्यो बाउबाजेले मोबाइल छाइरहेको छ चल्नु हामीले मोबाइल छाउँछ त्यही गर्नु खोजे मात्र हो अब त्यो गरे त्यस्तो भन्छन् त हाम्रो सेवे में लसम लोसम थाल्ची सेवे या भिलैलो कम द चाम्चे नेम करे या भिलम छिम भनेर हामीले भगवानलाई पनि त हामी त जान्नेको होइन बाबुबाजे गरेर रीतिरिवाज गरेर भयो हजुर भनेर सम्झेर पनि मान्छे त बाबुबाजे नै राख्नुपर्छ भनेर रङ्गीमा त उहाँहरू नराखेको त काम त हुँदैन त्यही त हो नि क्यामेरा सेट गर्दै गफ रेकर्ड गर्दै त्यो ठिकै छ नि हजुर मेरोमा छ दाइ भयो